哎呦我的妈！ हेलो एन्ड नमस्ते एभ्रिवान। फेरि एक पटक नयाँ यात्रा लिएर फर्किएको छु। आज हामी पुग्दैछौँ सोलुखुम्बुमा अवस्थित पिके पिक। हाम्रो यात्रा अघि बढ्दैछ राष्ट्रिय झण्डाको साथमा। राष्ट्रिय झण्डालाई अँगाल्दै डाँडा पाखा भिर पहरालाई निहाल्दै हामी अगाडि बढ्दैछौँ। कुहु कुहु कोइलीको आवाजमा गुन्जिरहेको घना जङ्गललाई पार गर्दै हामी बढिरहेका छौँ अगाडि। एकपछि अर्को डाँडा काट्दै जाँदा जुनेली रात भइसक्यो। 4 घण्टाको हिँडाइपछि हामी पुग्यौं 9 बजे राति पिके पिकको बेस क्याम्पमा। बेस क्याम्पमा पुगेपछि आगो ताप्ने व्यवस्था गरिएको रहेछ। आगो तापेर खानापिना खाएर सबैसँग रमाइलो कुराकानी गर्दै बिहान 4 बजे उठेर उकालो लाग्ने प्रतिबद्धताका साथ हामी सुत्यौं। गुड नाइट। भेरी गुड मर्निङ गाइज। 4 बजे उठेर हामी चाहिँ उकालो लाग्यौं। चार बजे राति नै उठेर डाँडा उकालो चढ्नुको उद्देश्य भनेको चाहिँ यस्तै न्यानो बादल बगिरहेको हेर्दै र सनराइजको भ्यू हेर्नका निम्ति हामी 4 बजे उठेर नै कनी उकालो चढ्दैछौँ। साथीहरू हामी पिके पिकको चाहिँ टप भ्यू पोइन्टमा पुगिसकेका छौँ र अहिलेको सनराइज आउन भने बाँकी नै रहेको छ। आन्तरिक पर्यटनहरू भन्दा बाह्य पर्यटनहरू विदेशी पर्यटनहरू मात्रै बेसी देखियो यहाँ चाहिँ। ओ माई गड साथीहरू ल हेर्नुहोस् सनराइज भ्यू है। ल मेरो अनुहार रातो भइरहेको छ। यो सब सनराइज भ्यूले हो। यत्रो दुःख कष्ट गरेर के हेर्न आएको भने नि यही हो। लु हेर्नुहोस् यही हो। क्या छ मेरो जुगै जानी उर्ली बग्ने काली हजुर लुकी बग्ने सेती मनको कुलो काटी काटी पिरतीकै। ल साथीहरू यो चाहिँ माउन्ट एभरेस्ट सगरमाथा हिमाल हो। त्यसै गरी पिके हिमाल अनि नुम्बुर हिमाल मकालु यसै गरी 7000 उचाइ भन्दा माथिका 5 वटा हिमाल देखिन्छन् यहाँबाट। अब हामी एकछिन यो रमणीय दृश्य हेरेर रमाइलो गरेर फोटो भिडियो खिचेर अघि बढ्नेछौँ। भयो लो भयो
बिरामी छ ल के गर्नु फर्किनै मन थिएन अब फर्किन परिहाल्यो जहाँ जहाँ जे गरे नि घुमे नि रमाए नि आखिर आफ्नो ठाउँ कर्मथलो फर्किनै छ के छ त यो सिल छ थकाइ कति लाग्दैछ एकदम थकाइ थियो आज डेस्टिनेसनमा पुगेर फर्किसकेपछि एकदम रिलिफ हिजो जाँदा त राति राति नै गएका हामीले के कति राम्रा राम्रा पुरै भ्यू पोइन्ट त छोडेरै गएका रहेछौँ माथिको भ्यू पोइन्ट त छँदै थियो तर यो जङ्गल त झन् पो छोड्न मन लागेन मलाई वा कति रमणीय छ त गाँठी कति चाहिँ इतिहास बोकेको होला त जे भयो नि मन बुझाउँदै फर्किएन भएर यो भिडियोमा हाम्रो ट्रिप चाहिँ जति यादगार भयो भएन थाहा भएन तर रियलमा चाहिँ हामीले यति यादगार गर्यौँ कि ल थ्याङ्क यू सो मच सबैजनालाई भिडियो अन्तिमसम्म हेर्नु भएकोमा सपोर्ट गर्नु भएकोमा आगामी अरू भिडियोहरू पनि आउनेछ बाई बाई एकछिन स्किप नगरिहाल्नुहोस् है फेरि यहाँ एउटा कुरो छुटेछ नि त यो भिडियोलाई लाइक सेयर कमेन्ट सब्सक्राइब जे गर्नुपर्ने ड्याङ ठोकिहाल्नुहोस् त हस्त धन्यवाद